साथीहरु कुनै पनि नेपाली मुभी आफ्नो मोबाइलबाट फ्रीमा हेर्नको लागि सबैभन्दा पहिला तपाईले आफ्नो मोबाइलको प्ले स्टोरलाई ओपन गर्नुहोला। साथीहरु यसरी आफ्नो मोबाइलको प्ले स्टोरलाई ओपन गरिसकेपछि अब यहाँ तपाईले तलतिर सर्चको अप्सन हेर्न सक्नुहुन्छ। तपाईले सर्चको अप्सनमा क्लिक गर्नुहोला र तपाईले सर्च गर्नुहोला सिनेमा घर। साथीहरु सिनेमा घर सर्च गरिसकेपछि तपाईले यो सिनेमा घर वाच नेपाली एप्लिकेसनलाई इन्स्टल गर्नुहोला। साथीहरु तपाईले स्क्रिनमा देखिरहेको सिनेमा घर वाच नेपाली मुभी एप्लिकेसनलाई इन्स्टल गर्नुहोला। मैले अलरेडी इन्स्टल गरिसकेको छु। अब तपाईले आफ्नो मोबाइलमा यो एप्लिकेसनलाई ओपन गर्नुहोला। साथीहरु यो एप्लिकेसनलाई ओपन गरिसकेपछि तपाई यस्तो इन्टरफेस हेर्न सक्नुहुन्छ। अब यहाँ साथीहरु तपाईले ल्याङ्ग्वेज सिलेक्ट गर्नुपर्ने हुन्छ। यहाँ तपाईले दुईवटा ल्याङ्ग्वेजको अप्सन हेर्न सक्नुहुन्छ, इंग्लिश र नेपाली। तपाईले आफ्नो अनुसार सिलेक्ट गर्नुहोला। मैले जस्ट इंग्लिश सिलेक्ट गरेको छु। अब तपाईले यहाँ नोटिफिकेसनलाई अलाउ गरिदिनु होला र तलतिर तपाईले एस्केपमा क्लिक गर्नुहोला र त्यसपछि यहाँ साथीहरु तपाईले माथितिर तपाईले बायाँ साइडमा रेड कलरमा माई अकाउन्टको अप्सन हेर्न सक्नुहुन्छ। तपाईले माई अकाउन्टको अप्सनमा क्लिक गर्नुहोला र त्यसपछि यहाँ साथीहरु तपाईले न्यू युजरमा क्लिक गर्नुहोला। न्यू युजरमा क्लिक गरिसकेपछि अब यहाँ तपाई आफ्नो मोबाइल नम्बर राख्नुहोला। आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर राखेर तपाईले नेक्स्टमा क्लिक गर्नुहोला र त्यसपछि तपाईले आफ्नो फर्स्ट नेम, लास्ट नेम र त्यस्तै आफूले प्रयोग गरिरहेको कुनै एउटा इमेल आइडी राख्नुहोला। इमेल आइडी राखेर नेक्स्टमा क्लिक गर्नुहोला र त्यसपछि तपाईले राखेको मोबाइल नम्बरमा 4 डिजिटको ओटीपी कोड आउँछ। तपाईले त्यो ओटीपी कोड आइसकेपछि यहाँ तपाईले जस्ट राखिदिनु होला। मैले राखिदिन्छु। यसरी ओटीपी कोड राखेर भेरिफाईमा क्लिक गर्नुहोला र त्यसपछि तपाईको अकाउन्ट बनिहाल्छ। अब साथीहरु कुनै पनि नेपाली मुभी फ्रीमा हेर्नको लागि तपाईले माथितिर दाहिना साइडमा साइन कोइनको आइकन हेर्न सक्नुहुन्छ। तपाईले साइन कोइनको आइकनमा क्लिक गरेर अब यहाँ तपाईलाई कोइन कलेक्ट गर्नुपर्ने हुन्छ। साथीहरु यहाँ तपाईले विभिन्न एडहरु हेरेर त्यस्तै यहाँ तपाईले लगइन बोनसहरु प्राप्त गरेर तपाईले यसमा साइन कोइन प्राप्त गर्न सक्नुहुन्छ। साथीहरु यहाँ तपाईले विभिन्न एडहरु हेरेर तपाईले विभिन्न टास्कहरु कम्प्लिट गरेर क्विजहरु खेलेर यसमा साइन कोइन कलेक्ट गर्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ मैले एड हेरेर यो कोइनहरु कलेक्ट गरिरहेको छु। त्यस्तै यहाँ बोनसहरु लगइन बोनसहरु लिइरहेको छु। तपाईले पनि यसरी यसमा बढी भन्दा बढी साइन कोइन प्राप्त गर्ने प्रयास गर्नु होला र त्यसपछि यहाँ साथीहरु हेर्न सक्नुहुन्छ तपाईले तलतिर हेर्न सक्नुहुन्छ। तपाईले तलतिर क्विज खेलेर पनि यहाँ तपाईले थुप्रै कोइनहरु कलेक्ट गर्न सक्नुहुन्छ। अब साथीहरु यहाँबाट तपाईले थुप्रै कोइन कलेक्ट गरिसकेपछि अब तपाईले जुन मुभी हेर्न चाहनुहुन्छ तपाईले त्यो मुभीमा क्लिक गर्नु होला। यहाँ तपाईले विभिन्न मुभी हेर्न सक्नुहुन्छ। मैले जस्ट यहाँ जय हो मुभीमा क्लिक गरेको छु। अब यहाँ तपाईले एउटा पेड हेर्न सक्नुहुन्छ। त्यस्तै यो साइडमा तपाईले फ्रीमा हेर्न सक्नुहुन्छ। साइन कोइनमा रहेको छ तपाईको 199 साइन कोइनमा तपाईले यो मुभीलाई फ्रीमा हेर्न सक्नुहुन्छ यसरी कन्फर्म गराएर। र साथीहरु तपाईले यसरी कुनै पनि नेपाली मुभीलाई फ्रीमा हेर्न सक्नुहुन्छ। त साथीहरु तपाईले यो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा आफ्नो प्रतिक्रिया दिनु होला। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। हस् धन्यवाद। मिल्नु लाग्यो भिडियोमा। जय नेपाल।